हेलो हेलो आज ल 81 पुसको 2 गतेबाट चाहिँ चिसो भएको महसुस भइरह देख्न सक्नुहुन्छ। पुरा कुहिरो लागेर एकदम डम्म ढाकिसकेको छ हाम्रो एमिलिया बजारमा। ल हेर्नुस् त यी कुहिरो यी म जुम गरेर देखाइरहेको छु, देख्न सक्नुहुन्छ। ल हेर्नु हाम्रो एमिलियामा पनि कुहिरो लागेर देखिए छैन, खासै देखिएको छैन, एकदम ढाकेको छ। अब यसले चाहिँ के जानकारी गराउँछ भने जाडो सुरु भइसक्यो एकदमै। अब हामी चाहिँ सुरक्षित रहनुपर्छ चिसोदेखि बच्नको लागि। मोटा मोटा ताता ताता कपडा लगाउने है। ल हेर्नुहोस्, अनि एकदम चिसो छ आज, अत्यधिक चिसो बढेको देखियो। सबैले चाहिँ आफ्नो ख्याल गर्नु होला। एकदम घाम त देखेका पनि छैनन्। सर गाडीहरूले नि बत्ती बालेरै आउनु परिरहेको छ। त्यस कारणले चिसोबाट बस्नु है, सबैजना चिसोबाट बस्नु होला। किनभनेपछि अब अत्याधिक चिसोले पनि असर गर्छ नि शरीरलाई। चिसोबाट बच्नलाई हिटर गिजर लैजानु पर्ने हुन्छ, हिटर ताप्नु पर्ने हुन्छ। बाइकमा साइकलमा हिँड्दा नि एकदम अब चेस्ट गार्ड लगाएर हिँड्नु होला। चिसोबाट बस्नु नै राम्रो हो, नत्र फेरि निमोनिया लाग्न सक्छ। चिसोबाट हुने धेरै कुराहरू हुन्छन्। आफ्नो शरीरको एकदम ख्याल गर्नुपर्छ है त चिसोमा। जे होस्, आजबाट चाहिँ मैले पनि एकदम चिसोको चाहिँ अनुभव पाएँ। तपाईँ सबैहरू पनि चिसोदेखि बच्नु होला, आफ्नो ख्याल गर्नु होला।